दर्शकबिन नमस्कार। बुढानीकण्ठ मन्दिर काठमाडौँको उत्तरी भागमा शिवपुरी पहाडको फेदीमा अवस्थित एक प्रसिद्ध र ऐतिहासिक हिन्दू खुला मन्दिर हो। भगवान विष्णु अर्थात् नारायणको शेषशाही रूपमा एउटै कालो प्रस्तरबाट बनेको विशाल मूर्ति यहाँको मुख्य आकर्षण, जहाँ नारायण शेषनागको सैन्यमा पानीमा सुतिरहेका छन्। यो स्थान पवित्र तीर्थस्थल र धार्मिक सद्भावको केन्द्र मानिन्छ। हिजो अर्थात् एकादशीको दिन भव्य मेला लागिरहेको छ। मेलाघरमा आउने भक्तजन भिडियोमा देखिरहनु भएको छ। काठमाडौँ जिल्लाको बुढानीकण्ठ नगरपालिकामा अवस्थित भगवान विष्णु बुढानीकण्ठ वा जलनारायणको नामबाट चिनिन्छ। करिब 5 मिटर लामो एउटै शिलाबाट बनेको विश्वको प्रसिद्ध मूर्ति बुढानीकण्ठ। बुढानीकण्ठको अर्थ बुढो वा पुरानो निलो घाँटी शिवको नाम भए तापनि यहाँ विष्णुको पूजा हुन्छ। बुढानीकण्ठको मूर्ति निकै पुरानो हो। यसको उत्पत्तिबारे विभिन्न किंवदन्तीहरू छन्। पौराणिक कथाअनुसार एक किसानले आफ्नो खेत जोतेको बेला हलोले मूर्तिको खुट्टामा चोट लागेपछि रगत बगेको र त्यसपछि यो विशाल मूर्ति भेटिएको मानिन्छ। अर्को मान्यता अनुसार राजा वृषभदेवले यस मन्दिरको स्थापना गरेका हुन् भन्ने पनि बुझिन्छ। यसको धार्मिक महत्त्व, यस मन्दिरलाई हिन्दू र बौद्ध धर्मावलम्बीहरूले उत्तिकै आदर गर्छन्, जसले नेपालको धार्मिक सहिष्णुतालाई झल्काउँछ। यहाँको पानी गोसाइँकुण्डसँग जोडिएको विश्वास गरिन्छ र साउन महिनामा यहाँ विशेष मेला लाग्छ। धेरै मानिसहरू विश्वास गर्छन् कि मूर्ति मुनि भगवान शिवको ऐना जस्तो छवि देखिन्छ। एक किंवदन्ती अनुसार मल्ल राजा प्रताप मल्ललाई सपनामा यो मूर्ति यहाँबाट अन्यत्र नलग्नु र राजाले यसको दर्शन नगर्नु, अन्यथा अनिष्ट हुने आज्ञा गरेकोले यस समयदेखि नेपालका राजाहरूले बुढानीकण्ठको प्रत्यक्ष दर्शन नगर्ने परम्परा बसेको थियो। निष्कर्षमा बुढानीकण्ठ मन्दिर काठमाडौँको आध्यात्मिक शान्ति र सांस्कृतिक धरोहरको प्रतीक हो। हरेक वर्ष हजारौँ भक्तजनहरू भगवान विष्णुको दर्शन गर्न र यहाँको शान्त वातावरणमा रम्न आउँछन्। यो मन्दिर नेपालको प्राचीन कला र आस्थाको अनुरूप नमुना हो। स्क्रिनमा देखिनु भएको भगवान नीलकण्ठले सम्पूर्ण देशवासी हिन्दू धर्मावलम्बीहरूको कल्याण गर्ने
आज एकादशीको दिन पुरानी कन्ठमा पूजा अर्चना गर्नको लागि आएका छन्। आजको दिन मेला लागिरहेको छ, देख्नु भएको छ। Da. यताबाट हेरौँ न एकचोटि सर। पैसा दिएर आउनु न कहाँ
शिव र उतापट्टि हेर्दा महादेव